हेलो गाइज, म चाहिँ आज मल बोक्नु खेतालो जानु आँटेको। फाइनली गाइज म चाहिँ डोकु तयार गर्दैछु। गाइज तपाईँहरूले पुरा भिडियो हेरिदिनु होला। म चाहिँ डोकु तयार गरिसकेँ गाइज। अनि गएको अनि 3 जना छोरा मान्छे परेछौँ। अनि चाहिँ छोरा मान्छे चाहिँ खन्नुमा लगाउनु भयो भाउजूहरूले। अनि खनेर पनि यसरी लाउँदै उचाल दिँदै सबै उता बोक्नु लगाउँदै पठाइदिउँ। 3 जनाले नै सबै गरिसक्यौँ गाइज। अनि उहाँहरूले नि भाउजूहरूको मल नि सिद्धियो। अनि गाइज उहाँहरूले नि रमाइलो गर्दै आज एकदम रमाइलो भयो। मल बोक्नु गएको गाइज एकदम रमाइलो, नाच्दै गाउँदै गीत बजाउँदै सबै रमाइलो भयो गाइज। सबै फाइनली मल पनि सिद्धियो आज गाइज। अनि उहाँ बाजे चाहिँ नाच्दै जानु रहेछ। अनि गाइज फर्केर आइसक्नु भयो। एकैछिन हो त्यहाँ लाने अनि ल्याइहाल्ने हो। त्यस्तै थियो, खासै टाढा त थिएन। अर्को भिडियो नि छिट्टै ल्याउने छु गाइज, माया गरिदिनु होला।